दर्शकवृन्दहरू नमस्कार। यतिखेर हामी शुक्लाफाटा यो वन्यजन्तु आरक्षभित्र छौँ। यो कञ्चनपुर अवस्थित शुक्लाफाटा वन्यजन्तु आरक्षमा यहाँ देख्न सक्नुहुन्छ हिजो साँझ एकजना मान्छे स्कुटी लिएर आइराख्नु भएको थियो। यो बिचमा उहाँले चाहिँ 3-4वटा हात्ती देखेर एकदमै अत्तासिएर हतारिएर भौतारिएर चाहिँ बाटोमै एकदमै छोडेर भाग्नुपर्ने बाध्यता भयो, किनकि त्यहाँ ज्यान बचाउनु थियो। देख्न सक्नुहुन्छ त यो उठाउनु अलिकति प्लेट छैन, यो प्लेट नम्बर यहाँ चाहिँ प्लेट नम्बर छ, यो चाहिँ प्लेट नम्बर हो। अलिकति थोरै यहाँनिर आएर बताउनु पऱ्यो हजुरले। हो नि त, यहाँनिर हो नि त अलिकति यसो हो नि त। यो घटना चाहिँ कसरी भयो यसरी चाहिँ? यो चाहिँ हिजो राति यता हेरेर भन्नु 8 बजीतिर हामी 7:30 बजीतिर महिनाहरूबाट यता बेलाउर जाने भनेर आएको। अब हात्तीहरूले पुरै यहाँ बाटो छेकेर त्यहाँ बसिरहेको थियो, रोकिरहेको थियो। हामीले धेरै कोसिस गऱ्यौँ, गाडीहरू अरू पनि थिए, धेरै गाडीहरूले चाहिँ पछि लास्टमा अलिकति यताबाट साइड क्रस गर्दाखेरि हामी कतिवटा हात्ती थियो त्यहाँ? 4-5वटा थियो, बथानमै हो, बच्चा सहितको हात्तीहरू थियो। तपाईँ कसरी आत्तिएर फालिदिएर जानुभयो कि कसो भौतारिनु? यहाँ नजिकै हात्ती नजिकै थियो। अब त्यो अरू सबै चाहिँ जङ्गलको बाटो हो, राति सबै गाडीहरू यताउति आफ्नो उसमा गइहाले। अब तिनीहरू हिँड्दाखेरि आफूले पनि हिँड्दाखेरि एक्कासी बन्द भयो, त्यो बन्द भइदियो। दोस्रोचोटि स्टार्ट गर्दाखेरि यहीँनिरबाट हात्ती नजिकै आएर चाहिँ आक्रमण गर्न खोजिसकेपछि अलि आफूले चाहिँ त्यही छोडेर भाग्नुपर्ने, ज्यान बचाउने दाउमा चाहिँ अलि हातमा पनि खुट्टामा पनि अलि करिब कति बजेको समय थियो? 8 बजीसम्म। 8 बजे है, 8 बजे नै हात्ती। यस्ता समस्याहरू छन्, यो समस्याहरूलाई अब यो राज्यको ध्यान आकर्षण गराउनुको लागि तपाईँ के भन्नुहुन्छ? अब राज्यले यसमा चाहिँ प्रभावकारी नीति नियम लागू गरेर अलि जनताको जीव ज्यानको सुरक्षा चाहिँ गर्नुपर्ने देखिन्छ। जस्तो अब हामीले चाहिँ त्यहाँ उसमा पनि खबर गऱ्यौँ, खासै चाहिँ पछि गएर अब त्यहाँ जानकारी गऱ्यौँ। तर आउनुलाई चाहिँ अब सबै गाडीहरू त्यही रोकिएको थियो, आउनु जस्तो पनि भनेपछि अब फेरि दोस्रोचोटि आएर यो उसको पनि स्कुटीको पुरै चाहिँ स्कुटी तपाईँकै हो नि? हजुर, स्कुटी मेरो नै हो। यसमा चाहिँ पुरै क्षति पुऱ्याइदियो है भन्दै अब पछि आएर हेर्दाखेरि हामी रातिपछि अर्को गाडी ल्याएर आएको थियो। त्यति बेला चाहिँ स्कुटी चाहिँ पुरै पारेर दाइ यो चाहिँ एकदमै के हात्ती बाघको आक्रमण छ होइन? यो राज्यले पनि अथवा यो आरक्षले पनि त्यसमा खासै ध्यान दिएको देखिन्न। हजुरहरूलाई के लाग्छ? मलाई भने चाहिँ अब हात्ती नै हो भनेपछि अब के मतलब अब यस्तो पहल कदमी उठाउनु पर्ने होला होइन? अलिकति बाटो चाहिँ खाल्डाखुल्डी पनि छ होइन? यसलाई पनि अलिकति चाहिँ विस्तारित गरेर लैजानु पर्ने होला। यस्ता समस्याहरू एउटा मात्रै हो कि पटक पटक देख्नु भएको छ हजुरहरूले? पटक पटकै देखिन्छ यो हात्ती साथी यस्तै हुन्छन्। दर्शक श्रोताहरू यहाँ देख्न सक्नुहुन्छ हिजो राति करिब 8 बजेतिर चाहिँ उहाँ यो बेलौरीको सडकदेखि आउँदै गर्नु भएको थियो। आउँदै गर्दाखेरि बिच बाटोमा हात्ती र वन्यजन्तुहरू देखिसकेपछि उहाँ डरले चाहिँ भौतारिएर आत्तिएर चाहिँ यहाँदेखि भाग्नुभयो। अब यो चाहिँ एकदमै गाह्रो परिस्थितिमा उहाँले ज्यान बचाउनु पर्ने थियो, उहाँको बाध्यता थियो। यहाँ चाहिँ सिट कभर समेत फाल्दियो हैन? सिट कभर त कहाँ लग्यो छैन। अनि ऊ वन मान्छे हजुर मान्छे म हो उहाँ हो के भाग्न सफल हुनुभयो क्या धन्न? उहाँ हो के भाग्न सफल हुनुभयो? यहाँबाट दौडेर यहाँसम्म पुगेको, यहाँसम्म पुग्दाखेरि अर्को बाइक त्यहाँसम्म नदौड्या भएपछि त खत्तम भइहाल्थ्यो कि। त्यहाँसम्म दौडेर ठ्याक्क त्यो बाइकवालाको चाहिँ पछाडि कति स्पिडमा दौड्या होला क्या। यहाँदेखि त्यहाँसम्म पुग्दाखेरि अर्को बाइक त 3-4वटा अगाडि पनि भयो नि त। यहाँबाट दौडेर ऊ त्यहाँ त्यो अलिकति त्यहाँभन्दा माथि गएर ठ्याक्क बाइकको पछाडि तानेर बसेर अनि तल गयो त। त्यति बेला सरहरू पनि आउनु भएको थियो क्या? नाइ हजुरको स्टाफ हुनुहुन्थ्यो 2जना। अलिकति उहाँ त्यो उसको टिप्परको पछाडि होला नि सायद होइन, मलाई त अब त्यो ध्यान दिने कुरा भएन। उहाँले ठ्याक्कै यहाँ स्कुटी यहाँ देखेर चाहिँ त्यहीँनिर कल गर्नुभएको रहेछ। अनि त्यहाँ गएर ठ्याक्कै हामी त यो जङ्गल भन्नै बस्नु भन्यो उहाँ। यहीँ छ नि त्यहाँबाट यो हिजो राति करिब 8 बजेको समयमा
उहाँ महेन्द्रनगरदेखि के अरे यो चाँदनी होइन